मोमो बनेछ नि बनेको त ल हो एक 7वटा 8वटा अँ 9वटा त मोमो खाऊँ न उहाँले रेडी गर्नुभयो अब नखाइ पनि नहोला जस्तो छ यही मोमो भेज मोमो हजुरले नै सुरु गर्ने लभिजाम किचनमा बनेको मोमो स्पेशल छ हामी है हजुर मोमो टक्क अब ग्रहण गर्ने हो कुमारी मम्मीसँग लभिजाम किचन मम्मीहरूको एकदम सुन्दर छ मम्मी मोमो बनेछ नि बनेको त ल हो एक प्लेट हाम्रो प्लेट है यो चाहिँ हाम्रो लभिजाम किचनमा त मोमो बनेकै मोमो बनेकै खाएको हजुर भ्याएसम्म पाएसम्म यसरी खानु मनपर्छ नि ल मम्मी दही दहीसँग बनाएको ए ल आज मोमो फेरि पनि बनेको छ मम्मीले डाइनिङमा लिइसक्नुभयो ए बाबाको त ढिलो गरेर हजुर अब एउटा कान्छो छोरो चाहिँ खाँदै नखाने अरे बनिँदैन अब जेठो छोरो र चाहिँ खानै पर्ने भयो यस्तो अब मम्मीले दुःख गरेको नखाइदिनु कस्तो हुन्छ होला मन यता आएर यो मेरो लागि हो मम्मी हजुर ओहो अब हाम्रो खाऊ मोमो हजुरको चाहिँ अनि म पनि ल्याउँछु नि यो बाबा ढिलो गरिपर्छ खै अब लु हजुर पनि ल्याएर सँगै लिने हो म त होइन अब ठिकै छ सँगै बसेर तातो तातो होइन तातो तातो भाग लाउनु हुँदैछ मम्मीले अब प्लेटमा मेरो पनि भाग लगाउनु गनी होला नि गनी 4वटा 5वटा कति जाला जस्तो छ मम्मी आज 7वटा 8वटा 9वटा 10वटा एक प्लेट हो 10वटा 10वटा एक प्लेट यो त निकै ठुलो बनेको छ त यो आफ्नो खुसीले नि मान्छे सानो भए पनि मुख ठुलो अब त्यही अनुसारले बने साह्रै गजबले बनाउनु भएछ मम्मी आज त धेरै मक्टु यहाँ उफ्रेक्ला जस्तो छ त मम्मी यहाँ पनि स्टोकमा छ भोलि पनि पुग्ने रहेछ यो त अब छोपिराख्नु यो बाबाले अब आउँदैन अब पर्खिराख्नु सकेन आमा छोरा चाहिँ ए ल तातो मोमो उहाँले रेडी गर्नुभयो अब नखाइ पनि नहोला जस्तो छ हजुर हजुरको लागि पनि दही मोमो रेडी गर्नु भएको छ मम्मीले अब यो यत्रो पचिने हो कि होइन भन्ने मलाई चाहिँ चिन्ता छ प्रेमवादीहरूको अब मेजबान चाहिँ यही मोमो भेज मोमो त्यसमा पनि पनिर मिसाइएको छ र दही लस्सी स्टाइलको दही खाएपछि पक्कै किन नपचिएला भन्ने लागेको हो मम्मीले उहाँले मै ल्याउनु भयो पही खाएपछि किन चाहिँ नपचिएला त होइन मम्मी ल बस बाबालाई पनि पर्खौँ पर्ख्यो भने अब हामी यसैलाई जान्छ नि फेरि ल हजुर ल है हजुर अब हामी मोमो लिन आँटेका छौँ पहिला दही लिनु पर्यो यस्तो स्पेसल दही छ एकदम ठिक छ मम्मी
सुरु गरौँ। ल सुरु गरौँ है मम्मी। सुरु गरौँ बाबु। हवस्। हवस्। ल हजुर ग्रहण गरेपछि मात्रै म लिनु पर्यो। सुरु गरिहाले त। ल ल ओके। ढिलो गर्ने मान्छेलाई अब के भन्छ चम्ची ल्याइदिन होइन ठिक छ ठिक छ मलाई चटनी ठिक छ। सुरु गरौँ। ल है हजुरले नै सुरु गर्ने। कस्तो गजबको रहेछ मम्मी स्वाद। ठिकैको गजबको पनि भन्नुभएको छैन हो अचारसँगै होइन। हजुर। ल है हजुर म पनि अब ग्रहण गर्दैछु। मम्मीले लिइसक्नुभयो म पनि लिँदैछु। लभिजाम किचनमा भनेको मोमो स्पेसल छ हामी है हजुर। मोमो टक्क अब ग्रहण गर्ने हो। अचार बनेको छ ठ्याक्क अचार लाउने हो पखाने हो अनि खाने हामी। थोरै नुन लगाएर फेरि चटनीमा लगाइदिनु ठिकै छ। ठिकै होला मम्मी। ल हामी यसरी कुमारी मम्मीसँग लभिजाम किचन मम्मीहरूको एकदम सुन्दर छ मोमोको। हाम्रो भोलिसम्म पनि मोमो स्टकमा पो छ त। गजब चाहिँ यो छ। ल है हजुर।